नमस्कार मित्रहरू, नमस्कार। यस समय तपाईहरुलाई म मेरो आफ्नै तरिकाबाट म कुखुरा मासु पकाउनु सिकाउँदै छु। मेरो पकाउने तरिका हेर्नु होला है त। यता तपाईको यहाँ गोलभेडा छ, धनिया छ, यतापट्टि प्याज छ है, यतापट्टि यो झन्डै खुर्सानी हो यो हैन, डल्ले खुर्सानी। त्यसबाट यता मसला छ है। पछि अनि त्यहाँबाट तपाईको यता मेरो यो गरम मसला, यो जिरा, यो बेसार भइहाल्यो र नुन भइहाल्यो हैन, यति चाहिन्छ। अब म पकाउने तरिका तपाईलाई सिकाउँछु है। पकाएर चाहिँ यता हेर्नुस्, इच्छा अनुसारको तेल हाल्यो है। मित्रहरू, म तपाईहरुलाई आज कुखुराको मासु पकाउने तरिका सिकाउँदैछु है त। यतापट्टि प्याज छ हैन, यतापट्टि यो भेन्डी खुर्सानी छ, डल्ले खुर्सानी। त्यसपछि यो मसला के यो अदुवा लसुन है, यो धनिया, गोलभेडा हैन। यतापट्टि मैले तेल हालिरहेको छु, तपाईलाई पकाउने तरिका छ। यतापट्टि दाल सिट्ठी लगाइरहेको छ है, त्यो भएर हो। तपाईले निरन्तर चाहिँ हेर्नु होला है। यता बेसार छ, जिरा छ, यो जिरा हो हैन। अनि यो चाहिँ गरम मसला, यो चाहिँ मासुमा टेस्टी आउनु गरम मसला। अनि यो त अब स्वाद अनुसारको नुन भइहाल्यो है त। यतापट्टि तेल बसालेको छ है मैले, तेल। अनि मेथी पनि जान्नुपर्छ है। यो मेथी हो, यो मेथी हो है। मेथी पनि जान्नुपर्छ है त। ल मेथी जान्यो है। अब यहाँ तपाईको मेथी कालो कालो भयो है। मेथी कालो कालो भएछ हैन। यसलाई अब यो टक्क लाएर चाहिँ बेसार हाल्यो, त्यसपछि यो हाल्यो हो। अनि स्वाद अनुसार नुन हाल्यो। ल हरियो प्याज र लसुन, हजुर लसुन र प्याज रातो भयो है। अब मासु ओइरो है, मासु ओइरो। अब यो मासुलाई एकछिन अब ढाक छोपेपछि पानी निस्कन्छ। अब यो पानी निस्किसक्यो। अब लगायो अदुवा।
अब हेर्नुहोस् मासु लाइन मासु कस्तो भयो लाइन मासु खाउँ भयो होइन। अब लास्टमा यो हाल्न पर्यो। यो चाहिँ डल्ले खोर्सानी होइन। अब यहाँ हेर्नुहोस् यो डल्ले खोर्सानी हाल्यो है। ल अब यो हरियो खोर्सानी हालेर पनि भयो होइन। हरियो खोर्सानी हाल्नु पनि भयो। अब पछि के हाल्नु पऱ्यो तपाईँको गुलबडा एकछिन यसलाई ढाकिदिनु। अब यसलाई गुलबडा भइसक्यो होला। खाउँ तयार भयो होइन। ल हल्का रस हाल्नु है। यसलाई एकछिन छोपिदिनु छोपिदियो है। यतापट्टि दाल पनि भइरहेको छ। यतै पिँडालु मिसेपछि रातो र कालो दालमा पिँडालुलाई टक्क पिँडालु चाहिँ बाक्लो पनि भयो होइन। टक्क लाग्छ यो बाक्लोलाई हल्का यसलाई हल्का बसाइदिनु। हल्का यता मासु तयार भइसक्यो। ल मासु तयार भयो होइन। मासु तयार भयो। अब के हाल्ने थाहा छ तपाईँको? धनियाँ हाल्यो। धनियाँ हाल्यो। ग्यास पनि निभ्यो। ग्यास निभ्यो। मासु तयार भयो। ल करेक्ट। ल मैले पकाएको मासु कस्तो भयो? अब खाने त मै मात्रै परेँ। तपाईँहरूले हेरिहाल्नुभयो मेरो पकाउने तरिका कस्तो लाग्यो तपाईँलाई? तपाईँले कस्तो तरिकाले पकाउनुहुन्छ कमेन्ट गर्नु होला है त।